महिनादेखि 3-4 महिनादेखि कन्टिन्यू हिउँले डुबाएको आजदेखि घाम लाग्यो क्या। अब कहाँ जाने प्लान हो हाम्रो? बीच। यहाँ आइसकेपछि यसले अहिलेसम्म बीच चाहिँ देखाएको छैन। जहाँबाट सुरु भएको थियो पहिला ब्लग, आज त्यहाँ मध्यान्तर गर्न जाँदैछु। यसको अर्थ एकचोटि जोडी बनेपछि सधैँभरि जोडी बनिरहन्छ अरे क्या। जम्मा तालाहरू झुम्ड्या छ यहाँ जम्मै नाम लेखेर। आज म यहाँको इच्छा पुरा गर्नको लागि आएको थिएँ। नयाँ बुटसुट लाएर अब यो दलदलबाट चाहिँ यो विदेशमा नआउनु भन्नु भने फेरि म पनि विदेशमै छु होइन। नेपालमा सोचेको जस्तो सबै कुराहरू पुरा त कहीँ पनि हुँदैन। टुरेन्ट बीच, बीच बाटोमा यसले गाडी रोकाएर यहाँ समुद्र देखाउने अरे। यो यहाँ तानेको छु त। सेक्सी भइसक्यो। राउन्ड अप किनकि खान मन लागेछ नि त चाहिँ। दुईटा सस त्यो ऱ्याप बन्द गर। थम बनाउने अरे। हो ल वेलकम ब्याक टु माई च्यानल गाइस। 3 महिनादेखि 3-4 महिनादेखि कन्टिन्यू हिउँले डुबाएको आजदेखि घाम लाग्यो क्या। अब आजको स्पेसल ब्लग चाहिँ हाम्रो मैयाले आज यहाँ समुद्र हेर्ने अरे अनि सपिङ पनि गर्ने अरे होइन। के गर्ने अब अमेरिकामा पहिलोचोटि आएको छ होइन। अब उसको प्लान के हुन्छ। तर आज चाहिँ एकदमै मन खुसी भइरहेछ। बल्ल बल्ल घाम लाग्यो क्या। यहाँ घामै नलागेर एकदम टेन्सन अवस्था। आजको सिन चाहिँ यस्तो छ घाम लागेर। त्यहाँ जुन पनि देखिरहेको छ दिउँसोको 2:30 बज्यो। घामको दृश्य चाहिँ यस्तो छ। अब आजको ब्लग चाहिँ नेपालमा भइदियो भने कहाँ गइन्थ्यो। अब विदेशमा चाहिँ जिन्दगी अब कता जाने। कहाँ जाने प्लान हो हाम्रो? बीच। यहाँ आइसकेपछि यसले अहिलेसम्म बीच चाहिँ देखाएको छैन। यानि कि बीच भन्नाले ओन्टारियो यहाँको लेक हो। क्यानाडाको र क्यानाडाबाटै टच भएको एउटा ठुलो लेक छ क्या। त्यसलाई ओन्टारियो भन्छ होइन। ओन्टारियो राज्य पनि छ यहाँ, स्टेट पनि छ। आज त्यो लेक लगभग समुद्र जस्तै छ। मैले यो आजभन्दा 2-3 वर्ष पहिला ब्लग स्टार्ट गरेको त्यही लेकबाट हो। यानि कि मेरो पहिलो ब्लग पनि त्यही थियो क्या। त्यति बेला समर टाइम थियो। अब अहिले चाहिँ अब मार्च महिना हो। यसलाई लगभग अमेरिकामा विन्टरै जस्तै छ। न्युयोर्कमा चाहिँ त्यहाँको दृश्य चाहिँ कस्तो रहेछ, आज त्यहाँ कस्तो माहौल भएको छ त्यो हेर्नु छ। अर्को कुरा बाहिर हेर्दाखेरि चाहिँ एकदमै घाम छ होइन। तर हावाले चाहिँ स्टिल चिसै छ। किनभने हिउँहरू यहाँ कुना कुनामा थुपरेको यो हिउँहरू चिसो हुँदो रहेछ जस्तो छ। अब अनि म यहाँ चाहिँ यहीँ छिन्। के छ म यहाँ ठिक छ। जुल्फीहरू नुहाएर फ्रेस भएर जुल्फीहरू बनाएको हो। ए कर्ली जुल्फी भनेपछि आज यसले पनि कता कता घुम्छु भन्छ। हाम्रो यो ब्लगबाट तपाईँलाई नयाँ नयाँ दृश्यहरू के छ त विदेशी लाइफ, यहाँका सम्पूर्ण कुराहरू हामी कसरी बसिरहेछौँ, कहाँ कहाँ जान्छौँ, कसरी इन्जोय गर्छौँ। प्लस तपाईँहरू पनि कुनै ब्लग छ भने लिङ्कमा डाउनमा राखिदिनुहोस्। म पनि हेर्छु, सब्सक्राइब गर्छु। हाम्रो पनि गर्दै जानु यसरी। यो ब्लगको मोटिभ भनेको अब आउने 10 वर्ष 20 वर्षसम्म पनि युट्युब छ भने हाम्रा दिनहरू त्यति बेला हामी रिटायरमेन्ट लाइफमा पनि बसेर हेर्न पाऊँ भन्नको लागि एउटा बिग मोटिभ हो है त। यो सबैले बनाउनु अझै उचित हुन्छ। प्लस यहाँबाट पैसा पनि आउँछ। उसले भनेको पर्याप्त क्राइटेरिया पुरा भएछ भने युट्युबको तपाईँलाई पैसा पनि आउँछ, विच इज भेरी गुड। ओके लेट्स गो टु द लेक होइन त। जहाँबाट सुरु भएको थियो पहिला ब्लग, आज त्यहाँ मध्यान्तर गर्न जाँदैछु। मतलब हावाले चाहिँ खतम छ अवस्था होइन। तर धेरै टाढा त जान सकिँदैन होला। दृश्य चाहिँ म यहाँबाट देखाइदिन्छु कस्तो भएको रहेछ त यो ठाउँ। यो पारी क्यानाडा छ,
उता पारि क्यानाडा यहाँ मान्छे गाडेको रहेछ यहाँ पनि यो ओन्टारियो लेक भन्छ यसलाई होइन तालाहरू के झुन्ड्याउँछ यी तालाहरू झुन्ड्याएका यसको अर्थ एकचोटि जोडी बनेपछि सधैँभरि जोडी बनिरहन्छ अरे क्या यी जम्मा तालाहरू झुन्ड्याएको छ एकदमै नाम लेखेर यो पुरै छ गयो त भइहाल्छ यो हो लेक यहाँको लेक यस्तो छ घाम चाहिँ बबाल लागेको छ होइन तर के छ भने हावाले चाहिँ अलिक चिसो भइरहेको छ हावा एकदम बबाल छ ल अब तिमी टिकटक बनाउने अरे आज म यहाँको इच्छा पुरा गर्नको लागि आएको यहाँ नयाँ बुट सुट लाएर एकदमै के हेरेको त्यसो केही वर्षलाई केही दिनलाई यो देशमा छु र यहाँ सकिसकेपछि चाहिँ त्यसपछि ब्याक टु नै हुनुपर्छ भन्ने हाम्रो मेन्टालिटी चाहिँ त्यस्तो छ अब यो दलदलबाट चाहिँ यो विदेशमा नआउनु भनौँ भने फेरि म पनि विदेशमै छु होइन नेपालमा अब सोचेको जस्तो सबै कुराहरू पुरा त काहीँ पनि हुँदैन तर नेपालभन्दा केही बेटर चाहिँ विदेश हुन्छ केही वर्षको लागि हो नजाने ऊ त्यो पोइन्ट देख्यौ सेतो र रातो त्यो पोइन्ट हो त्यहाँबाट पुरै यो समुद्र देख्छ लिनुपर्छ आज एकदमै हावा चल्या भएर लगभगै यहाँबाट फर्किने भन्ने मेन्टालिटी बनिसक्यो किनभने हावा त अब भिडियोमा देख्न सकिँदैन तर टोपी उब्ला जाउँ हावा छ कि छैन यसको जुल्फीबाट थाहा हुन्छ कपालबाट बाहिर हेर्दा यस्तो घाम क्या रमाइलो गाडीमा तातो हुने तर चाहिँ ल अब टिकटक बनाउनु पर्ने होला होइन ल यसको इच्छा पनि पुरा गरिदिउँ मान्छेका इच्छाहरू पनि पुरा गरिदिनुपर्छ कहिले काहीँ होइन भने डिसपोइन्ट गर्छ एकछिनलाई म ब्याक हुन्छु फेरि बाँकी देखाउँदै गर्छु ऊ नो 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 यहाँ सकिएन यस्तो चिसो म एकछिन त्यहाँनिर 10 मिनट जस्तो बस्या भए चाहिँ त्यहाँ पुरै के हुन्थ्यो हिउँ हुन्थेँ म यहाँ चाहिँ चराहरू पनि यस्तो राम्रो रहेछ है चरा बिस्तारै लैजानु है ओ चराहरू कस्तो मान्छे कराएको जस्तो कराएको यहाँ टन्नै मान्छे हुन्छन् रे आज चाहिँ यो चिसो भएर होला एउटा दुईटा मात्रै छन् एउटा कुकुर थियो आज त म अलिक गोरी भइछु है यहाँ हेर्दाखेरि कस्तो तातो होला जस्तो देखिन्छ यस्तो राम्रो भ्यू देखिया हेर्नु न बोको ऊ चराहरू कस्तो राम्रो देखेको चराहरू सक्यो अब हामी कहाँ जान्छौँ नेक्स्ट अब हामी मलमा जान्छौँ मलमा गएर मलाई केही त्यहाँ मनपर्ने कुरा भएछ भने किन्नु पर्ला यो दुईजना चाहिँ चिसो नलाइकन मजाले हिँडिराख्नु के गर्नु मलाई चाहिँ होइन चिसो त मलाई पनि लागेकै छ तर उहाँहरू आफ्नै मुडमा टुरेन्ट बिच बाटोमा यसले गाडी रोकाएर यहाँ समुद्र देखाउने अरे ए हो नि त हाम्रो खानासाना पकाउने यताउति गर्ने बिच हो क्या यो यहाँसम्म आउँछ कि यो अहिले यहाँसम्म छ नि यो झारीहरू भोलि पर्सि हामी हाम्रो यहाँ पकाउने खाने यहाँनिर हो ए हामी यहाँ हो नि त यसको छेउमा पकाउने उताउति पार्क पनि छ हेलो पार्क यतापट्टि छ यता माथि पार्क त्यहाँ जानु मिल्छ जाने समुद्र देखाइदिउँ भनेको यसलाई एकदम एक्साइटेड भएछ जाने हो जानु मिल्छ अब त्यो त हिउँ पनि छ चिप्लो चाहिँ होला होइन त्यहाँ होइन बरु यहाँ चाहिँ ठिक छ बरु खै सकिन्छ त यहाँ जान अलिअलि हिउँ छ तर सकिन्छ छ चिप्लो होला है आइस छ यहाँ नयाँ पहिलोचोटि समुद्रको दर्शन नेपालदेखि आएपछि आजै यसले फर्स्ट टाइम हो क्या उसको लाइफको हिस्ट्रीमा अनि यस्तो देख्न बित्तिकै यो समुद्र देख्न बित्तिकै उसलाई एकदमै रमाइलो भएछ हेर्न कति एक्साइटेड भइरहेको छ हेलो सोल्टी कहाँ हो नो स्विमिङ
यहाँ सक्छौ जान त्यहाँ पनि यस्तै हो क्या तर यो पानीहरू त उतापट्टि निलो पानी छ होइन यता पुरै बौल आएको छ क्या हिउँ सिउँ पोहोर सबै लिएर भयो त्यति टाढो नजाऊ यस्तो चाहिँ मैले लाइफमा फर्स्टचोटि देखाएको हो कि यस्तो राम्रो यो अलि यो रुखहरूको हाँगा बिगाले अलि डिस्टर्ब गरेको है देखाउन पक्नु मेरो 2 शब्द भन्ने बाँकी छ मेरो सोच चाहिँ यहाँबाट तल गएर यो अनि रुखहरू नभइकन यसरी देखाउने सोच थियो मेरो तर के गर्ने यहाँ पुरै रुखै रुख रहेछ कि तर अब यहाँ चाहिँ अब म डर लाग्यो यो जुत्ता छिप्यो भने फेरि हेर्न आएको होइन पुगेर हालेर यस्तो राम्रो छ मलाई अहिले चिसो लाग्यो नि आइ एम भेरी भेरी एक्साइटेड नाउ ल यहाँबाट चाहिँ यो हाम्रो पहिलाको लेक हो यो पुरै निलो पानी हुन्छ त्यस्तै पछि हेर्छ अब यो हिउँ सुकेपछि दामी हुन्छ यहाँ चाहिँ म यसरी हिँडिरहेको छु मान्छेहरू अघि हिँडिसकेको रहेछ म चाहिँ तिनीहरूको पाइरालाई हजुर साथी हो र हजुर म डुबिहाल्यो भने हजुर आउनु होला म उता जान्छु के ल यहाँबाट देखा मलाई डराइदिनु भएको हुन्छ तपाईँले होइन ठिकै छ यहाँ चाहिँ यो भिड चाहिँ यति ठुलो छ कि अब मेरो सोच चाहिँ भोलि पर्सि पुरै अहिले घाम त छ तर घाम भए पनि हावा पनि उत्तिकै छ कि त्यही भएर चाहिँ अब मेरो एउटा ड्रिम छ कि भोलि पर्सि एकदमै गर्मी भएपछि चाहिँ यहाँ आएर डुङ्गामा गर्ने म यस्तो बनाउँछु अब यहाँ ले सबैले बनाउँछन् म पनि आज ट्राई हाल्दिउँ न मेरो क्या यस यो हजुरको नाम यो मेरो नाम यसलाई भन्छ ल गाइजहरू अब मैले तपाईँहरूलाई देखाएकै छु क्लियरली देखाएको छु यो पी हो कि डी हो कि प्लिज मेरो लागि भयो भने एकचोटि कमेन्टमा लेखिदिनु होला प्लिज एकदम हम्बल रिक्वेस्ट क्या म आउँदैछु बिस्तारमा आउँदैछु जिन्दगीमा मान्छेका खुसीहरू पनि कस्ता हुन्छ त्यो पनि देखियो होइन त कस्तो लाग्यो रे हो आम्मामा यति गोरी त मैले हिउँ पनि देखिनँ त मान्छेहरू कुदिरहेछन् जोस् अब यहाँ आउने यहाँ बसेर खाने दिन पनि आउँछ तर हिउँले चाहिँ यहाँ एकदमै हिउँभन्दा पनि आज हावा चल्याएको क्या हावाले चाहिँ एकदमै जाडो बनाइरहेछ महल जाने बाटोमा बिचमा यहाँ रोक्नु लगाइहालेँ मलाई गाडी यो सिन देखाउनको लागि कस्तो लाग्यो कमेन्ट गर्नुहोस् आजको जिन्दगी यहीँ छ ओ मासु पोल्ने यहाँ मासु पोल्ने यहाँ बस्ने मजाले भोलि पर्सि रमाइलो गर्ने ठाउँ हामी चाहिँ ठ्याक्कै महलमा ओ माई गॉड मेरो झर्यो महलमा आइपुग्यो म हावाले अब त्यो हजुरको कानमा लाउने झर्यो नबोक्ने हामी चाहिँ महलमा आइपुग्यौँ आउन त आयो जहाँ पनि आज हावाले यस्तो सताएको छ नि हो माइ गॉड इस्ट भ्यू यहाँबाट मात्रै देख्दिनँ हौ हजुरले चाहिँ कसरी ठ्याक्कै देख्नुहुन्छ त्यही त यहाँबाट देखिँदैन भने क्यामेरामा त घोडा कस्तो दानो घोडा रहेछ यहाँनिर यहाँको त सबै कुरा राम्रो हुन्छ क्या मतलब जे कुरालाई पनि स्टाइलिसमा बनाइदिया हुन्छ नि त भोलि पर्सि यहाँ खाने हो नि बाहिर यो हिउँ चाहिँ किन यस्तो के हिउँ हामी कहाँ जाने इस्ट भ्यूमा जाने हो त्यहाँबाट जाने यस्तो राम्रो मल छ क्या डिजाइन चाहिँ पर्फेक्ट हुने क्या यतातिरको चाहिँ इन्फ्रास्ट्रक्चर भन्छ इन्फ्रास्ट्रक्चर चाहिँ अब चाहिँ भोलि पर्सि गाडी हेरौँ न गाडी
भने 8-10 वर्षपछि नेपालमा गएर टक्क त्यस्तै डिजाइनको गरेर बिजनेस सुरु गर्नुपर्छ हो मेरो सोच चाहिँ तर पुरा हुने हो कि होइन थाहा छैन तिमी पैसा कमाउँदै मेरो खातामा हाल्दै गर न सोच राख्न पाइयो नि त सोच राख्ने मात्रै होइन क्या काम पनि यस हामी आइपुग्यौँ कस्तो साह्रो छ हामी चाहिँ आइपुग्यौँ महलमा यहाँ चाहिँ के रहेछ यो के हो यो फर्निचर आइटम रहेछ फ्लावरहरू दामी डेकोरेसन चाहिँ बबाल हुन्छ क्या यहाँको मलहरूमा डेकोरेसनहरू यो रियल हो यो रियल हो रियल हो रेस्टुरेन्ट जाने हो म एकछिन भित्र गएर आउँछु तिमी बोल्दै गर यहाँ बस न यहाँ बस होइन म यहाँको फुल देखाउने क्या फ्लावरहरू चाहिँ यस्तो राम्रो राम्रो छ होइन डेकोरेसनहरू बबाल छ मान्छेहरू टन्न मस्त छन् कि घुम्ने खाने अरू चाहिँ विकेन्ड पनि हो हुन त अरू बेला पनि यहाँ त बिजी नै हुन्छ जस्तो लाग्छ थाहा छैन फर्स्ट एकचोटि आएको छु है अब त्यतिखेर भर्खरै न्यु भएर र अनि फेरि साँझको बेला पनि परेको थियो त्यतिकै भएर मलाई चाहिँ खासै याद अलरेडी भयो तर मतलब मजाले घुमेको जस्तो याद छैन यहाँको केटीहरू पनि कस्तो ब्युटिफुल हुने क्या राम्रो राम्रो केटीहरू चाहिँ उताको सिनहरू कस्तो छ के किन्छौँ आज हामी त्यहाँ स्टारबक्सको कफी छ खै खाइदिउँ कि क्या हो सोधिदिन्छु भन्ने हेरेको होइन म त पुरानै लुगामा पनि ठिक रहेछ यहाँ पुरै मात्रै गयो अब कति बेला उसले सक्ने फेरि आउँछु ब्याक यस सेक्सी भइसक्यो राउन्ड अप ब्युटिफुल आऊ त्यसले के किने थाहा छैन तर सरप्राइज देखाउने अरे आज उसको हो ओके यहाँ डिजाइन मलाई त्यो कसैले सजेस्ट गरेर चाहिँ यो लुगा किन न भनेर मनदेखि मन कसैले भनेको मलाई भने हो होइन के अब हुन्छ नि कस्तो कसै भन्दा होइन के अब H&M मा सिक्ने हो तिमी क्यामेरामा छौ के होइन म क्यामेरामा छु मलाई थाहा छ कि यहाँ काम छैन छिरेर अनि मलाई चाहिँ मनदेखि मन पर्यो भने चाहिँ त्यो सम्झेर पनि भन्ने जस्तो लाग्छ अनि मन नपरेर कसैको सजेस्ट गरेर यो किनभने चाहिँ छ भन्ने थाहा छ तर पनि मन खुसी हुँदैन नि त त्यही भएर मेरो चाहिँ आज सपिङ भइसक्यो यो सपिङ चाहिँ मलाई काहीँ घुम्न जाँदाको लागि चाहिएको थियो मेरो कहिले हुन्छ यो सपिङ चाहिँ म घरमा गएर ओपन गरेर देखाउँछु मल कस्तो छ अरे मल त दामी छ आज डुबाउने भयो यसले मलाई राइट अब त्यो H&M स्टोर यहाँनिर छ त्यहाँ मेरो पनि केही पाउँछु कि त्यहाँ गएर हेर्नुपर्छ टक्क तरिकाले लेट्स गो घुम्दा यो महल कहिले सकिँदैन यहाँको महलहरू नै यस्तो राम्रो छ महलहरू यहाँ चाहिँ आज खास स्पेसल महलको भ्लग बनाउने भनेर आएको यस्तो राम्रो ब्रान्डहरू छ मान्छे भए त्यस्तै राम्रा छन् अनि त्यहाँ कहाँ जाने हामी अब हजुरको लागि लगभगै केही छैन होला यस्तोवाला राम्रो छ त मैले किनेको लुकको लागि अब बज्नुभयो कहाँ बज्नुभयो गो के गर्छ अब थाहा छैन
कसैले त्यो प्राइस तिरेको छैन तिरेको छैन भने त्यहाँनिर बज्यो होला अब गइसक्यो काम के खोज्नुहुन्छ त राजा साहबले हेरौँ न राजा साहबको नि ब्रान्डहरू टन्नै छन् तर केटीहरूको भन्दा चाहिँ केटाहरूको त्यति टु मच नै महँगो के अस्ति पनि हामीले यहाँ आएर लिएर गएको हो नि त एउटा आइटम हजुरको भित्रको चाहिँ यस्तो राम्रो खत्ता डेकोरेसनहरू यो राम्रो छैन हजुरको आउटर जाउँ न भित्र जाउँ न भित्र होला त हजुरको ट्रेन्ड न्यू ट्रेन्ड यहाँ राखेको हुन्छ न्यू ट्रेन हजुरलाई मनै पर्दैन त हजुरलाई मनपर्ने यस्तै छ हजुरसँग अलरेडी छ हजुरसँग यो पनि छ यहाँको चाहिँ लुगाको ब्रान्डहरू यस्तो यस्तो हुन्छ साथीहरू तर द्याट इज टु मच एक्सपेन्सिभ हाय अब म फेरि अर्को नेक्स्ट कुन ए हेर्दै हुनुहुन्छ हेरौँ अहिले अब बाहिर गएर फेरि अरू अरू ठाउँको पनि देखाउँछु अहिलेको लागि चाहिँ यहाँको चाहिँ यति नै भोक लाग्यो घुम्दा भोक लाग्यो अनि अब केही खाने त आज चाहिँ बाहिरतिर खाइदिउँ खाजा भनेर बाहिरको खासै मन नपराउने म चाहिँ पनि अनि आज चाहिँ हेर्दा यहाँ चाहिँ यस्तो छ यहाँको भ्यूहरू चाहिँ यस्तो छ पुरै घुम्दा कहाँ खाने भन्दाखेरि ठ्याक्कै बर्गर किङमा आइसक्यौँ हामी चाहिँ खाजा चाहिँ अब अर्डर गरेको साथसाथै चाहिँ मैले त एउटा यस्तो दामी फ्यान्टा पनि अर्डर गरेको यो चाहिँ मेरो फ्यान्टा हो यो चाहिँ राजा साइडको कोक हो अनि अब त्यो उसको लागि लाने थिएन हामीलाई के त्यहाँतिर सस पाउँछ त्यहाँबाट सस चाहिँ हामीलाई खानु त्यहाँबाट लिन पाइयो म चाहिँ कतिखेर मेरो खाजा यहाँ चाहिँ डेलिभरी हो यो यहाँबाट चाहिँ डेलिभरी नाम लिएर बोलाउँछ वेटिङमा राजा साइडमा वेट गरिराख्नु भएको छ कतिखेर हामी राजा साइड त्यहाँनिर कतिखेर आउँछ र अनि खाउँला भनेर मक्ख परेर बस्नु अनि यस्तो भोक लागिरहेछ खान पाइयो नि त भोक लागेछ भनेर हाम्रो खानेकुरा आइसकेको छ आयो के आयो लेट्स गो यस अब टेबलमा मलाई कस्तो भोक लागिरहेछ क्या आज घुम्दा ओ कस्तो राम्रो क्युट बेबी माइ गड यहीँ बस्थ्यौँ हाय अब एक्साइटेड भइसकेँ म चाहिँ यस्तो भोक लागिरहेछ के छ त देखाइहाल्नु न त अनि यो चाहिँ के हो त्यो मजला स्टिक 4 पिसवाला होइन यो चाहिँ चिकन फ्राई मिठो मलाई देऊ नमिठो तिमी खाऊ एउटै हो सबै मिठै हुन्छ अनि यो चाहिँ सस मलाई कस्तो भोक लाग्यो त्यो ऱ्याप गरेर खाऊ न किन खोलेको देखाएको ल यो चाहिँ बार्बिक्यू सस यो चाहिँ बार्बिक्यू सस हो त्यो चाहिँ अब यहाँको स्पेसल सस चाहिँ के हो सस धेरै खाँदैन म चाहिँ ल ठिक छ त्यो खोल्दै खाऊँ न होइन यसलाई यसैमा ऱ्याप गरेर खाने हो ल खाऊ कस्तो छ टेस्ट चाखिदिउँ यो चाहिँ फायरी ऱ्याप भनेको एकदमै स्पाइसी फायर टाइपको ओके खाऊ कस्तो छ टेस्ट चिकन ल साथसाथै यो पनि चोइस गरौँ न त फर्स्ट अफ अल मलाई पनि किनकि खान मन लागेको नि त चाहिँ ल जिन्दगीमा के कुराहरू गर्नुपर्छ यहाँ घोडाको अगाडि जाऊ न ल यहाँनिर थम बनाउने अरे
हो ल ल अलिक एकछिन चाहिँ थम्बको लागि थम्ब पछाडि दामी आउनु पऱ्यो नि यता हो इस्ट भ्यूको थम्ब ल बस यो चाहिँ अगाडि उसको लागि ल धेरै प्याक छ है पारी जाउँ हाम्रो गाडी कता पो थियो हातमा क्यामेरा छ यहाँ कसैले ट्याकटुक पार्यो भने प्रमाण यहीँ छँदैछ होइन अलराइट आजको मैयाको चाहिँ सक्यो यसले आजभोलि गाडी चाहिँ पछाडि पुच्छर देख्न बित्तिकै चिनिहाल्छ भने के हो जुल्फी आफ्नो सम्पत्ति आफूले रक्षा गर्नुपर्छ रक्षाको कुरा होइन क्या चिनिहाल्छ भनेको थाहा पाउँछ नि त हो गाडीको त अलिकति ब्याक टेल देख्नै हुँदैन ट्याक्क चिनिहाल्छ यसले ऊ गाडी त्यही छ भन्छ अलराइट आजको यो सपिङ ब्लग मेरो होइन मैयाको सपिङ ब्लग आज अब हो कुरिरहेको छ क्या हो अच्छा ल यहाँ पार्किङ पाउनु मुस्किल छ होइन अब एकछिन बाटोमा बाँकी के हुन्छ एक्टिभिटिजहरू देखाउँदै गर्छु त्यति बेलासम्मको लागि अहिलेलाई यो बाई 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 गर्छु है